हिजोको स्ट्याटसले एकदम धेरै अलिक त्यो शब्द चाहिँ नलेख्नु पर्थ्यो भन्ने बौद्धिक वर्गमा पनि त्यो कुराहरू उठाएको छ के भन्नुहुन्छ? नलेख्नु पर्थ्यो, लेख्नुभयो, तर फेरि उहाँको के अरे त्यसको तल दरो गाली गर्नु पर्यो भनेको स्टेटै चाहिँ छैन। हामीले पार्टी दर्ता गऱ्यौँ, त्यसको प्रमाणपत्र पायौँ, राजेश सर यस्तो हो भन्न आएको होइन होइन उहाँलाई थ्याङ्क्स भन्नुपर्छ भनेर म चाहिँ आएको। र माटोले खोजेको खण्डमा म अगाडि लड्न तयार छु भनेको बाइद उहाँको चुनाव चाहिँ माटो नै रहेछ। यो माटोले त खोज्यो त फेरि खोजेको खण्डमा म छु भनेको छु। चिडायो भने उहाँ तयार फेरि गीतैबाट पनि गाइदिनुहुन्छ उहाँले होइन फ्यात्ता फ्यात्ता होइन यो बाहिरबाट नै कता कताबाट यसो गरेर चलेको होइन गरेर चलाएको कुरा बुझ्नु भन न आँखा गरेपछि बुझ्नु परेन होइन हार्ड लाइनमा आउँदैन त्यो। यो देशको सबभन्दा अप्ठ्यारो काम मलाई दिनु भन्छु म। मान्छे हाँस्छन् क्या मेयर भइस भन्छ, अब भएको पनि हो 4 वर्ष हुन आँटिसक्यो, अझैसम्म फिलै हुँदैन क्या मेयर भएको के हो मेयर भएको टाइपको क्या। म त घरिघरि त सी जिनपिङ जस्तो पनि देख्छु होइन खुर्पा खुर्पा सारा सारा गरेर सबै नेताहरू भागरे भाग है, आगो जलिराखेको दन्दनी होइन, बाटोभरि रगतको टाटा, मान्छे मरिराखेको रुइराखेको, यतिखेर चाहिँ यस्तो अवस्थामा यो देश म जिम्मा लिन सक्छु भनेर आएको चाहिँ हो। त्यो साहस लिने मान्छे चाहिँ हो, नत्र भने तपाईँको देश जलिराखेको सबै भागरे भाग भइराखेको बेला आउँछ 500 किलोमिटर गाडी चढेर, चरा मुसा पनि थिएन बाटोमा त्यस्तो क्या, सबै आर्मी नै आर्मी है, तर खोइ के काम गरियो अनुहार देख्ने बित्तिकै छोडिदिइहाल्ने क्या। ए हो ल ल जानुहोस् है, अनुहारै लाइसेन्स भयो त्यतिखेर, कर्फ्युमा हिँड्ने पास क्या। त्यसको तल 1 मिनट पनि पुगेको हुँदैन अर्कै हल्दार आइहाल्छ भनेपछि 24 आवर्स पर्खिराख्दो रहेछ क्या, कतिखेर चाहिँ आउँछ र लेखौँ भनेर। यस्तै मज्जाको भिडियोहरू हेर्नको लागि आजै सब्स्क्राइब गर्नुहोस् मज्जाको टिभी, रमाइलो छ। जातिवाद हो कि भने यहीबाटै थाहा हुन्छ कि उहाँको श्रम भन्ने र संस्कृति भन्ने बित्तिकै उहाँ कति बहुआयामिक र हामीलाई कसरी एउटा माला जस्तोमा उन्नु खोजिरहनु भएको छ, त्यो चिजलाई चाहिँ हामीले बुझ्नुपर्छ। त्यो नै मूल सिद्धान्त नै त्यही हो उहाँको। र अर्को त भनिहाल्नुभयो एउटा विचारले मात्रै पनि हुँदैन होइन, विचारले एउटा नीति बनाउँछ, नीति तय गर्नुको लागि कार्यान्वयन गर्नुको लागि त फेरि काम नै चाहिन्छ। त्यसको लागि भन्छ नि हामी हाम्रो अफिसमा त कर्मचारीहरू सुतेर सुतेर हैरान हाटा दिन्छ भन्ने, हाटा हाजिर टाप त्यो हुनु हुँदैन भन्ने नै उहाँको योबाटै बुझिन्छ कि देश बनिनुको लागि थोरै समय पनि काफी हुने रहेछ भन्ने कुरो त धरानबाट तपाईँहरूले देखिसक्नु भएको छ सर्वविदितै रूपमा। त्यो कारणले उहाँको पार्टीले, उहाँको सिद्धान्तले, उहाँको श्रमले, उहाँको फेरि टिम अत्यन्त ठुलो छ। मैले भर्खरै अहिले हङकङमै गएर आएको हो, अब चाँडै म अमेरिका पनि जाँदैछु, जर्मन जाँदैछु। त्यहाँ के भन्नुहुन्छ भने ल न हर्क सरलाई भनिदिनु हामी जोडिनु तयार छौँ, हामी विदेशमा भए पनि भन्नुहुन्छ भनेदेखि कति मान्छेहरू अत्यन्त उहाँको यो सिद्धान्तप्रति र हर्कसँग प्रतिको माया अनि आशा, देशले राखेको आशाको एउटा व्यक्तित्व, आशाको एउटा किरण हुनुहुन्छ भने त्यहीँबाट थाहा हुन्छ। पार्टीको नाम पनि साह्रै मिठो छ, मलाई त लाग्छ उहाँ जसरी एउटा भुइँ मान्छे हुनुहुन्थ्यो पार्टीको नाम पनि त्यसरी बनेको छ। र नेपाली माटोको लागि योभन्दा ठुलो अर्को आयाम हुनु सक्दैन जस्तो लाग्छ। अब मेयर साहब अब यो यति धेरै अन्तर्वार्ताको घेराबन्दीमा जहिले पर्नुहुन्छ, यहाँ भएका मिडियाहरूसँग चाहिँ आई थिङ्क आज तपाईँको यो हाम्रो मिडियाहरूसँग पहिलो भेट हो, त्यही भएर अलिक धेरै आशा होला होइन तपाईँसँग अलिक धेरै गफ गर्न सोध्न मन लाग्ने जुन विचार, जुन भिजन र जुन जहिले तपाईँ अर्को मलाई मजा लाग्ने कुरो चाहिँ कहीँ पर्यो भने म छु है भनेर जहिले पनि निस्किन्छ। यो देशको सबभन्दा अप्ठ्यारो काम मलाई दिनु भन्छु म। मान्छे हाँस्छन् क्या है, यो केही गर्छु भनेर निस्किएर जहाँ पनि उपस्थिति हुनु र कहिले केही पाउनु कहिले नपाउनु त्यो आफ्नो ठाउँमा छ। समय म पाउनलाई आएकै होइन, दिनलाई आयो। यो दिने मान्छेलाई कहिले काहीँ पाउने आश हुन्छ कि हुँदैन? हुँदैन, मलाई केही पनि पाउनु छैन।
सबै दिने नै हो ओके जस्तो अब दिने नै हो हजुर सरलाई हैन हजुर महत्त्वपूर्ण चाहिँ अब किनभने अहिलेको टाइममा अब यति धेरै राजनीतिमा चाहिँ अब उथल पुथल भएको अवस्था छ र यही टाइममा हजुरहरू केही परिवर्तन गर्ने भनेर आउनु भएको छ र राजेश दाइसँगको आजको यो भेटले पनि केही न केही किनभनेदेखि अगाडिदेखि तपाईँको सबै महत्त्वपूर्ण कामहरूमा राजेश दाइ जहिले पनि तपाईँको साथ एकदमै धेरै अब यो चुनावको टाइममा चाहिँ राजनीतिमा पनि राजेश दाइ सक्रिय हुनुपर्छ भन्ने उहाँको प्लानहरूको क्वेसन होइन र एउटा चाहना पनि र तपाईँको चाहिँ पार्टीमा समावेश हुने त्यस्तो कुनै केही कुराहरू त भएको छैन कस्तो छ उहाँ समावेश गर्ने नगर्ने भन्ने अब यस्तो छ के छ भने म त सबैलाई वेलकम गर्ने हो अब त्यसमा चाहिँ नि अब राजेश सर जस्तो मान्छे होइन अब उहाँ एउटा तपाईँको चाहिँ नि स्वतन्त्र निष्पक्ष है निडर र प्रष्टवक्ताको रूपमा पनि चिनिनुहुन्छ उहाँ नट ओन्ली सिङ्गर है सिङ्गर त उहाँ महासिङ्गरको पनि महासिङ्गर हो त्योभन्दा माथि छैन होइन हो किनभने जुन किसिमको उहाँको चाहिँ नि भनौँ न लोकप्रियता छ फेरि सर्वकालिक जस्तो भइरहेछ क्या है उहाँको गीत त अहिलेदेखि होइन नेपाली समाजले सुने त होइन अझै पनि स्टिल उहाँ चाहिँ नि अब एकदम धेरै बिजी आर्टिस्टमा पर्नुहुन्छ भनिसकेपछि सर्वाधिक लोकप्रिय गायक उहाँ र उहाँ जस्तो मान्छे अब हाम्रो श्रम संस्कृतिमा आउँदाखेरि त त्यो त धेरै नै राम्रो कुरा हो तर म उहाँलाई कस्तो भन्दाखेरि फोर्स चाहिँ गर्नेवाला छैन होइन विचारले पनि होइन म फोर्स गर्दिनँ उहाँलाई इमोसनले पनि गर्दिनँ होइन है तर उहाँ एउटा सिटिजन भएको नाताले होइन एउटा सिटिजनको राइट हुन्छ उहाँ के चुज गर्नुहुन्छ होइन त्यो चिज हो र म यहाँ किन आएँ भन्ने प्रश्न गर्नु खोजेको जस्तो लाग्यो अलिअलि त्यो पनि बुझ्छु कि त्यसो हुँदाखेरि चाहिँ उहाँ र म बिचमा चाहिँ अत्यन्तै नजिकको होइन एक खालको सम्बन्ध छ भन्छु म चाहिँ उहाँले म एउटा आफूलाई म जहिले पनि म जुनै स्थानमा पुगे पनि म आफूलाई सबैभन्दा सानो मान्छे सम्झने मान्छे है त्यस्तो मान्छे मेरो चाहिँ त्यो पर्सेप्सन आफ्नो धारणा हुन्छ क्या त्यो पर्सेप्सन भन्छ नि अब वी पर्सिभ तपाईँलाई म कस्तो सम्झिन्छु म आफूलाई कस्तो सम्झिन्छु म चाहिँ आफूलाई एकदमै धेरै सानो मान्छे सम्झिन्छु होइन मेयर भइस भन्छ अब भएको पनि हो 4 वर्ष नाटिसक्यो अझैसम्म फिलै हुँदैन क्या मेयर भएको के हो मेयर भएको टाइपको क्या होइन होइन है त्यसले गर्दाखेरि मेरो त्यो हिँड्नेदेखि लिएर काम गर्ने शैली पनि त्यस्तै खालको छ होइन केही पनि चेन्ज भएन अनि म चाहिँ चेन्ज ल्याउन आएको मान्छे पनि हो चेन्ज हुन आएको मान्छे होइन भन्ने पनि हो अनि त्यो हिसाबले म चाहिँ नि अब बसिरहँदाखेरि उहाँले एउटा गीत गाउनु भएको रहेछ त्यो आयो खोजी हिँडे देशभक्त पाएँ हर्क साम्पाङ भन्ने गीत होइन त्यो गीत सम्झिँदाखेरि म रोएँ पनि है उहाँ जस्तो एउटा टप आर्टिस्टले त्यो गीत डेडिकेट गर्नुभयो होइन हाम्रो आलोक सरले लेख्नु भयो होइन आलोक चामलिङ सर उहाँ कहाँ हुनुहुन्छ होइन मनोज हामी सम्झिरहेछौँ उहाँले लेख्नु भएको विराटनगर जस्तो लाग्यो उहाँको घर चाहिँ होइन उहाँले चाहिँ गरेर त्यो गीत आयो अनि त्यो गीतले तपाईँको चाहिँ नि धेरैजनाको मन पनि छोयो क्या अब खोजी हिँडे देशभक्त पाएँ हर्क साम्पाङ होइन निमुखाको लागि लड्ने यिनै देशका सन्तान कस्तो मजाले मूल्याङ्कन गरेर चाहिँ अब त्यो गीत लेखिएको हो फेरि कस्तो मजाले गाउनु भएको उहाँ त गाउनुमा त माहिर हो होइन त्यो त जुनै सेन्टिमेन्टमा पनि गाइहाल्नुहुन्छ उहाँ अनि त्यहाँदेखि देखो तपाईँको छैन थुप्रै अरू गीतहरू पनि होइन उहाँको भोइसमा छ त्यो कुराको लागि मैले थ्याङ्क्स भन्नु पनि छ होइन र थुप्रै सहयोग गरिराख्नु भएको छ धरानमा बन्ने थुप्रै तपाईँको चाहिँ नि होइन श्रमको योजनाहरूमा पनि उहाँले आर्थिक रूपमा पनि सहयोग गर्नुभएको छ है याद कुराले गर्दाखेरि पनि मैले थ्याङ्क्स भन्न आएको है आज चाहिँ थ्याङ्क्स भन्न आएको हामीले पार्टी दर्ता गऱ्यौँ त्यसको प्रमाणपत्र पायौँ राजेश सर यस्तो हो भन्न आएको होइन होइन उहाँलाई थ्याङ्क्स भन्नुपर्छ भनेर म चाहिँ आएको राजेश दाइ जब यो बिचमा यो अहिलेको राजनीतिक माहौल परिवर्तन हुँदै थियो
कोही छैन भने म छु भनेर नेतृत्व गर्नको लागि हर्कजी धरानबाट आउनुभएको थियो। तपाईँ कहीँ कतै संस्कृति मन्त्री बन्दै हुनुहुन्छ भन्ने पनि चर्चा थियो। अब हेर्नु त दुवैजना नेतृत्व लिन्छौँ भनेका व्यक्तिहरू सँगै हुनुहुन्छ आज। त्यो मन्त्री बन्ने कुरो के थियो? अब हर्कजी आधिकारिक रूपमा हामी दर्ता भयौँ भनेर तपाईँसँग शुभकामना साट्न आउनुभयो। अब तपाईँ चाहिँ शुभकामना मात्रै दिनुहुन्छ कि उहाँको विचारलाई साथ दिएर पार्टीमा पनि आउनुहुन्छ? एउटा संयोग के हो भन्दाखेरि मैले हरेक इन्टरभ्युजहरूमा प्राय पत्रकार मित्रहरूले सोध्नुहुन्छ तपाईँ राजनीतिक चेतनाको मान्छे, राजनीतिक पृष्ठभूमिको मान्छे, मेरो बाबा खोटाङ जिल्लाको सभापति पनि रहिसकेको अवस्थामा, भूतपूर्व जिल्ला सभापति रहेको अवस्थामा तपाईँ चाहिँ पार्टीमा या राजनीतिमा आउनुहुन्छ कि आउनुहुन्न भन्ने क्वेसनहरू धेरै मैले पनि खेपेको छु र प्रत्येक पटक भनेको छु कि यो राष्ट्रले चाहेको खण्डमा र माटोले खोजेको खण्डमा म अगाडि लड्न तयार छु भनेको। बाइ द वे उहाँको चुनाव चिन्ह माटो नै रहेछ। यो माटोले त खोज्यो त फेरि खोजेको खण्डमा म छु भनेको छु र त्यो तयार छु। र यो हर्क एन्ड रेभोल्युसन यो श्रम सांस्कृतिक पार्टीलाई मेरो साथसाथ रहन्छन्, किन राम्रो काम गर्नेलाई मेरो जहिले पनि रहन्थ्यो। अब फेरि उठ्ने नउठ्ने, सदस्यता लिने नलिने, मैले यहाँ स्वागत गर्नु पनि उहाँहरूलाई सपोर्ट नै हो, यति चाहिँ बुझ्नु पऱ्यो होइन। मसँग हामी मिल्छौँ भन्नु पनि हाम्रो सम्बन्ध छ, राम्रो छ भन्नुको लागि पनि हाम्रो केही न केही छ। तर अब म उठ्ने नउठ्ने भन्ने छैन। तर मेरो उहाँ जस्तो व्यक्ति चाहिँ चाहिन्छ भन्ने पटक पटक गीत मार्फत, सङ्गीत मार्फत या इन्टरभ्यू मार्फत भन्ने व्यक्ति चाहिँ म यति साह्रो सरल व्यक्तित्व रहेको नेपाली राजनीतिमा अब मैले पनि धेरै भोटो फटाइसकेँ भन्नलाई 17 मात्रै भन्छु। त्यो अवस्थामा मैले यतिको सरल व्यक्तित्व चाहिँ मैले देखेको छैन होइन। संसारमा देखेको छ, अब सिङ्गापुरको हेर्नुहोस् होइन, अब मलेसियालाई हेर्नुहोस्, यहीँ नजिक सी जिनपिङलाई हेर्नुहोस्। म त घरिघरि त सी जिनपिङ जस्तो पनि देख्छु होइन। खुर्पा सारा गरेर ल गर्छु लड्छु भन्ने व्यक्ति। अब बाँकी रह्यो तपाईँको जेनजीको आन्दोलन पछिको कार्यभार लिन पनि तयार छु भन्नुको अर्थ चाहिँ उहाँले भन्नुभयो अवस्था एकदम 2 दिनमा अत्यन्त जटिल चाहिने आन्दोलनलाई अर्को परिवर्तन भयो। त्यो भइसकेपछि त्यहाँ मन्त्रीमण्डलकोमा उहाँलाई त बोलावट भएको हो, मलाई त थिएन। उहाँ प्रधानमन्त्री बन्नको लागि र देश निर्माणको लागि म तयार छु भनेर धरानदेखि हिँड्नु पनि भएको। बिचमा के भयो उहाँको कुरा हो। मेरो व्यक्तित्वमा चाहिँ यत्रो आन्दोलन चाहिँ 2 दिनमा तपाईँको परिवर्तन हुने होइन, 2 रातमा परिवर्तन हुने, अनि मन्त्रीमण्डल गठन र चाहिने पदे भात सम्हाल्नुको लागि चाहिँ फेरि अर्को सकस परिरहेको अवस्थामा म पनि छु है। ल म त देश विदेश घुमेको छु, परराष्ट्र नीतिको कुराहरूमा, परराष्ट्र त्यहाँको विकासको कुराहरूमा यहाँ मैले पनि केही सजेस्ट गर्न सक्छु र राष्ट्रलाई हाँक्न सक्छु भनेर मैले स्टार्समा लेखेको। त्यो खास त्यो व्यङ्ग्यात्मक पनि हो, खास पनि त्यो र होइन म साँच्चै नै सक्षम र तयार पनि छु भन्ने हो। अब अहिले त उहाँको पार्टी छ, अब मलाई लाग्छ यी यस्ता समस्याहरू मलाई लाग्छ सल्टाउँदै जानुहुनेछ। र अघि पनि मैले भने राष्ट्र परिवर्तनको लागि, विकास निर्माणको लागि थोरै समय पनि काफी हुँदो रहेछ। हर्कङ सापाङज्यूलाई दियौँ भने, हामी उहाँको हातमा हामीले सत्ता दियौँ भने उहाँले राष्ट्र कायापलट ल्याउनुको लागि समय धेरै लाग्छ भन्ने मलाई लाग्दैन। मेरो अत्यन्त शुभकामना छ अहिलेलाई चाहिँ। मेयर साहब, अब दाइले प्रश्न हेरिहाल्नुभयो, नेतृत्व लिन आएको मान्छे बिचमा के चलखेल भयो र नेतृत्व नलिकन फर्किनु पर्यो? कतिचोटि भन्ने कतिचोटि भन्ने र हामीलाई पहिलो होइन सुन्नु भएको छ। त्यस्तै हो। अब यो कस्तो भने एउटा देशभक्त मान्छेलाई होइन, देश सङ्कटमा परेको बेला तपाईँको निद्रा लाग्दैन होइन। त्यसले गर्दाखेरि त्यो निदाउन नसकेर त्यो पीर चिन्ताले म आएँ। आउँदाखेरि अब मान्छेहरूले प्रधानमन्त्री बन्न चाह्यो, यो त्यो भन्न के अरे के थुप्रै भने नि त भन्न त। अब त्यो उहाँहरूलाई भन्न दिउँ है, जे भन्न छ भन्न दिउँ। तर त्यतिखेर चाहिँ एउटा तथ्य चाहिँ के हो भन्दाखेरि सबै नेताहरू भागारे भाग है, आगो जलिराखेको दन्दनी होइन, बाटोभरि रगतको टाटा, मान्छे मरिराखेको रुइराखेको। यतिखेर चाहिँ यस्तो अवस्थामा यो देश म जिम्मा लिन सक्छु भनेर आएको चाहिँ हो, त्यो साहस लिने मान्छे चाहिँ हो। अब त्यसलाई चाहिँ नि अब कतिले के भने, कता के भने होइन, त्यो फाल्टो ठाउँमा छ।
अर्को कुरा चाहिँ अब हाम्रो त्यही हो, हाम्रो देश हामी आफैले चलाएको छैनौँ, यति बुझ्नुहोस्। कसले चलाएको? हामी आफैले चाहिँ चलाएको छैनौँ है। वी डोन्ट ह्याभ हाम्रो आफ्नो चाहिँ नै छैन क्या त्यहाँ। यो बाहिरबाट नै कता कताबाट यसो यसो गरेर चलेको होइन, गरेर चलाएको कुरा बुझ्नु भन न। आँखा गरेपछि बुझ्नु परेन होइन, हार्ड लाइनमा आउँदैन त्यो। देश कहिलेसम्म चल्ला त त्यसरी? जबसम्म श्रम संस्कृति यो देशमा पूर्ण रूपमा फैलिँदैन तबसम्म त्यसरी नै चल्छ। श्रम संस्कृतिले चाहिँ काम गर्न सिकाउँछ कि होइन, हामी आफ्नै उत्पादनमा बाँच्ने, हाम्रो आफ्नै तपाईँको पाखुराको दममा विकास होइन हामी गर्छौँ भन्ने जुन जनचेतना र त्यो अभ्यास व्यापक रूपमा तपाईँको परिचालित नभइन्जेलसम्म हामी विदेशीले बाटो बनाइदिन्छ, एडिबी र वर्ल्ड ब्याङ्कले लोन दिन्छ, ग्रान्ट दिन्छ, आइएनजिओले चलाइदिन्छ, अनि म चाहिँ नि यहाँनिर के अरे होइन सरकार चलाएको जस्तो गरेर बस्छु भन्ने किसिमले आशामुखी भएको दिनसम्म चाहिँ विदेशीले खेल्छ नै खेल्छ होइन। त्यसले गर्दाखेरि पनि यो श्रम संस्कृति भनेको चाहिँ कस्तो भन्दाखेरि यो चाहिँ एउटा आत्मनिर्भरताको स्वाभिमानको अभियान हो क्या खासमा चाहिँ। मान्छेले चाहिँ हल्का फुल्का यसो चुनाव लड्ला, यसो जित्ला होइन, यसो कुर्सीसम्म पुग्ने भन्ला, तर यो चाहिँ त्यो नभएर सोसल ट्रान्समोग्रिफिकेसन होइन चाहिँ नि सामाजिक रूपान्तरणको अभियान। यो रूपान्तरणको लागि कति कुर्नु पर्ला हामीले? कहिले? धेर कुर्नु पर्दैन। तपाईँ पनि, तपाईँ पत्रकार हो? हो। पत्रकारले पनि क्यामेरा यस्तो राखिराखेर ढुङ्गा बोक्नुपर्छ यता होइन, त्यो लेभलको जागरण आएको दिन होइन। अब तपाईँले बुझ्नुहोस् छिटै हुने भयो भन्नु। भर्खर सरलाई जस्तो अन्तरिम सरकारमा चाहिँ यदि तपाईँ हुनुभएको थियो भनेदेखि तपाईँले पहिलो महत्त्वपूर्ण काम के गर्नुहुन्थ्यो र अहिले अन्तरिम सरकारले चुकिरहेको काम चाहिँ के चाहिँ जस्तो लाग्छ? खै अब बनिन के भन्नु होला, त्यो त हाइपोथेसिस भयो नि त। इफ यु वेयर दिस वुड ह्यापन भन्ने हुन्छ क्या त्यो। चुकिरहेको चाहिँ के छ त अन्तरिम सरकार अहिले? धेरै ढिलो भइसक्यो, सबै कुरा ढिलो भइसक्यो होइन। यो चाहिँ के थियो भने आम विद्रोह थियो, मैले बुझ्दा जनविद्रोह थियो। त्यसले चाहिँ अर्कै कुरा गर भनेर भनेको थियो, त्यो कुरा भएन। अब पुरानैमा गयो, अब केही पनि हुँदैन। ओके, अब हजुरकै पार्टीको कुरा गर्नुपर्दाखेरि अब मान्छे छनौट चाहिँ के होइन, किनभने अझ यहाँ त कार्यकर्ता भन्दा पनि श्रम गर्ने मान्छे छनौट होइन। कार्यकर्ता हुँदैन हाम्रो पार्टी, नेता पनि हुँदैन, श्रमदाता मात्रै हामी सबै श्रमदाता। कसरी गर्ने तपाईँले सोच्नु? श्रमदाता छनौट, श्रमदाता छान्न त सजिलो छ नि। ढुङ्गा बोक्नुपर्छ, बिरुवा रोपी हिँड्नु पर्यो है, बाटोभरि फुल रोप्ने, पाखाभरि तपाईँको फलफुल रोप्ने भने जस्तो क्या हुँदैन। हामी मान्छेले चेन्ज गर्छौँ है, त्यो हो। जस्तै कोही मान्छे ठग्नका लागि आएको छ भने पनि 1 महिना जति मसँग काम गर्यो भने उसलाई म देशभक्त बनाउँछु होइन। त्यति आत्मविश्वास चाहिँ छ। मैले त्यसै 4 वर्षदेखि मान्छेलाई सित्तैमा ढुङ्गा बोकाएको छैन नि सर। ठगी धन्दा नचल्ने भयो फेरि अहिले त तपाईँको देशभरि पो भइरहेछ होइन। यहाँ काठमाडौँमा पनि एक हर्क साम्पाङ हुनुहुन्छ है। अब हर्क साम्पाङ भनेको मेरो नाम चाहिँ हर्कराज राई हो। हर्क साम्पाङ भनेको चाहिँ एउटा आवाज हो क्या है, कुरा बुझ्नुभयो नि, त्यो आवाज हो। कहिलेकाहीँ उहाँको होइन स्वरबाट त्यो आवाज निस्किन्छ, कहिलेकाहीँ कसको, कहिलेकाहीँ मेरै पनि, कहिलेकाहीँ तपाईँकोबाट निस्किन्छ, तर एउटा आवाज हो जसले बोलाइरहेछ। उठौँ अब, जुटौँ सबै, यो देश बनाउन, यो देश बनाउन है। मैले राजदालाई एउटा सोधेँ अनि त्यही प्रश्न तपाईँलाई पनि सोध्छु ल। मेयर साहब सामाजिक सञ्जालमा अत्यन्त धेरै सक्रिय हुनुहुन्छ, आफ्ना विचारहरू, किनभने उहाँलाई सामाजिक सञ्जालबाट अझ धेरै मासमा पुग्न सजिलो पनि छ र उहाँको अभियानलाई पुर्याउन सजिलो पनि छ। यति धेरै विचारहरू अभिव्यक्त गर्नुहुन्छ। कहिलेकाहीँ अघि तपाईँले मन्त्री बन्ने कुरा सटारिकल थियो भने जस्ता सटारिकल अभिव्यक्तिहरू पनि दिनुहुन्छ मेयर साहबले होइन। क्रियाको प्रतिक्रिया दिनको लागि चाँडो हुनुहुन्छ क्या मेयर साहब, कस्तो लाग्छ? होइन, त्यो पनि एक किसिमको देखिँदा चाहिँ बाजे जस्तो अनि त्यो हेर्दा नमिठो लागे जस्तो, तर त्यसले एउटा एक किसिमको निष्कर्ष निकाल्छ भने त्यो जतिको त झन् भुइँ मान्छे नै भएन नि त।
तपाईँले धेरै हाम्रो अघिल्लो नेताहरूको हेर्नुभयो भने स्टाटस लेखिदिने अनि छोडिदिने, त्यहाँबाट निष्कर्ष र निर्कुल ननिकाल्ने, उसको लाइक गरिदिनु पऱ्यो, धेरै लाइक गर्ने राम्रो भयो, अनि लाइक र कमेन्ट्स आएन भने डिलिट गर्दा पनि भयो। त्यो उहाँको छैन। त्यो एउटा स्ट्याटसले कहीँ न कहीँ उहाँको चाहिँ निचोट ल्याउँछ कि, अनि आफू पनि बोल्नुहुन्छ तल। आफू बोल्नुको तात्पर्य के हो भने उहाँको विचारसँग के हो त, सहमति जनाउनु हो नि त। जब सहमति बन्छ र नै त यो पार्टी बन्छ र एक किसिमको सञ्जाल बन्छ, एक किसिमको टिम बन्छ। त्यो मलाई त खुसी लाग्छ। कतिले त भन्छ अब तल नलिखिदिँदा पनि हुन्थ्यो, तपाईँको राम्रो सम्बन्ध छ भन्नुहुन्छ, तर त्यसले एउटा निचोट ल्याइरहेको छ क्या। तल बाजे जस्तो भए पनि के हो त, ल के गर्नु पर्यो त, सुन्नुहुन्छ नि त उहाँले, कमेन्ट्स मार्फत पनि सुन्नुहुन्छ भने त झन् व्यक्तिगत त धेरै सुन्नुहुन्छ नि त। यतिको सरल व्यक्तित्व त मैले देखेकै छैन। अघि पनि मैले भने तपाईँहरूले पनि देख्नु भएको छैन पक्कै पनि। तपाईँहरूले पनि धेरै राजनीतिक भोटो फटाइसक्नु भएको छ, 3-4 पटक त चुनावमा भोट हालिसक्नु भएको छ होइन। त्यो कारणले यतिको मान्छे त झन् सरल भयो नि त। त्यो बाज्नु भनेको बाजेको होइन क्या, सरलता हो त्यो। त्यसले एक किसिमको निष्कर्ष निकाल्छ। उसले ओइ हर्के भन्यो भने के हो भन्नुहुन्छ क्या, ओइ भन्यो भने होइ भन्नुहुन्छ क्या। त्यस्तो त ओइ भन्दा होइ भन्ने मान्छे त चाहिन्छ नि त, चाहिन्छ। त्यो चाहिँ आफ्नत्व लाग्छ, आफ्नत्व लाग्छ नि त। जस्तो तपाईँले कमेन्ट्स लेख्दा तल ह्याप्पी बर्थडे भन्दा तपाईँले थ्याङ्क यू डियरेस्ट, थ्याङ्क यू टु अल लेखिदिनु भने त्यो विस गर्ने मान्छेहरू कति खुसी हुन्छ, याद गर्नु भएको छ? तपाईँले एउटा स्ट्याटस हाल्नुभयो, तल केही लेख्नु भएन, उनीहरू त्यति यत्रो हामी